के बुढो मासु गयो मासु गाइस मासु दिबा हेलो गाइज वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ हामी यति तल कटरबारी भन्दा यति तल मासु पार्टी गर्दैछौँ। के को पार्टी भन्दाखेरि त्यत्तिकै सबै भएको दिनेशहरू महेशहरू सबै भएर हो। यहाँ छ यी मासु पनि छ गाइज। अनि यहाँ चाहिँ दिपे छ, यता चाहिँ म छु। अब चाहिँ हामी जान्छौँ कटरबारी। अनि के हुन्छ सबै हेर्नु सहित अन्तिमसम्म। फाइनल्ली 2 घन्टाको प्रतीक्षा कम्प्लिट भयो। अब आएँ फाइनल गाइज। ऐनो गराइयो, मैले गराएँ। यता ढुङ्गा बोकेर दिपे सबै गएको हौ। म एक्लै हुन्छु नि त फेरि होइन। अब चाहिँ तिनीहरू दाउरा खोज्न गएको छन्। दाउराहरू भयो। अब चाहिँ आगो बाल्छ। मैले हेर्नुहोस् है त, ल आगो बाल्दैछ मैले गाइजहरू। फाइनल गाइज आगो बोलो। अब आगो बोलो। अब चाहिँ हामीले मासु पकाउने, तर एकछिन पछि रुक्नु है। दिनेश र महेशलाई कुर्नुपर्छ। हाम्रो हात अब मास्टर कुकको जस्तो फेरि नुन बढी तेल बढी हुनसक्छ। ट्याक्क यता विनोद भान्जे भट्टाई हजुर यति गर्नुपर्छ है त। टिकटर आयो अब है त। फाइनली महेश आयो। अब पाएको अब खानु पऱ्यो। अब खानु पऱ्यो। भुल्ली हालिदिनु अब। फाइनल गाइज अब पियाज काट्नु पर्यो। कतै मास्टर कुक के बुढो मासु गयो मासु गाइस मासु छैन के छैन। हड्डी छ क्या हड्डी। पानी ए भालै खरेर मरेर जाने। मासु पनि के अरे यस्तो यार कुहिएको जस्तो छ मासु।